नमस्कार साथीहरू, तपाई लोकसेवाको परीक्षाको लागि तयारी गर्दै हुनुहुन्छ तर एडमिट कार्ड डाउनलोड गर्न आउँदैन। चिन्ता नगर्नुहोस्। आजको यो भिडियोमा तपाईलाई स्टेप बाइ स्टेप सिकाउँछु कसरी सजिलै एडमिट कार्ड डाउनलोड गर्ने। सबभन्दा पहिले तपाईको मोबाइल वा कम्प्युटरमा ब्राउजर ओपन गर्नुहोस् अनि गुगलमा मध्य प्रदेश लोकसेवा लेखेर सर्च गर्नुहोस्। त्यसपछि प्रदेश लोकसेवा आयोग मध्य प्रदेश अफिसियल लिंकमा यसरी क्लिक गर्नुहोस्। अब लगइन पेज देखिन्छ। यहाँ आफ्नो युजर नेम र पासवर्ड राखेर बुझाउनुहोस्। मा क्लिक गर्दा ड्याशबोर्ड पेज देखिन्छ। यस पेजको बायाँ माथितिर रहेको 3 लाइन्समा क्लिक गर्नुपर्छ। त्यसपछि पपअप विन्डो देखिन्छ। यहाँ ड्याशबोर्ड र मेरो आवेदन गरी 2 वटा विकल्पहरू देखिन्छ। अब मेरो आवेदन विकल्पमा क्लिक गर्नुपर्छ। यहाँ 3 वटा विकल्पहरू सबै आवेदन नतिजाहरू हेर्नुहोस् र प्रवेश पत्र डाउनलोड गर्नुहोस् क्रमशः देखिन्छ। प्रवेश पत्र डाउनलोड गर्नको लागि यहाँबाट प्रवेश पत्र डाउनलोड गर्नुहोस् विकल्पमा क्लिक गर्नुपर्छ। त्यसपछि मेरो स्वीकृत आवेदनको पेज देखिन्छ। यस पेजको तलमा डाउनलोड एडमिट कार्डको विकल्प देखिन्छ। यस विकल्पमा क्लिक गरेर तपाईको एडमिट कार्ड डाउनलोड गर्न सकिन्छ। सिलेक्ट अ लोकेसन भन्ने विकल्पमा अन दिस डिभाइस छनौट गर्नुपर्छ। सेभ कपी एज बक्समा एडमिट कार्ड नाम राखेर डन ट्याबमा क्लिक गर्नुपर्छ। एक्जाम सेन्टर डाउनलोड। एक्जाम सेन्टर डाउनलोड गर्नको लागि यसरी मध्य प्रदेश लोकसेवा लेखेर गुगल गर्नुहोस्। त्यसपछि अफिसियल लिंकमा क्लिक गर्दा प्रदेश लोकसेवा आयोग मध्य प्रदेशको पेज खुल्नेछ। यस पेजलाई तल स्क्रोल गरेर परीक्षा केन्द्रको विकल्पलाई देखिन्छ। तपाईले जुन तहको लागि परीक्षा फारम भर्नु भएको थियो त्यस अन्तर्गतको परीक्षा मिति र भवनको सूचना यसरी खोज्नुपर्छ। अब त्यस सूचनामा क्लिक गर्नुपर्छ। सूचनाको अर्को पाना पढ्नको लागि नेक्स्ट बटन क्लिक गर्नुपर्छ। यस सूचनालाई डाउनलोड गर्नको लागि यहाँबाट 3 डट्समा क्लिक गर्नुपर्छ। त्यसपछि पपअप विकल्पबाट डाउनलोड पीडीएफ फाइल विकल्पलाई छनौट गर्नुपर्छ। यसरी पेज खुलेको छ। अब यहाँबाट डाउनलोड दिस फाइल मेनुमा क्लिक गरेर यस फाइललाई उपयुक्त नाम राखेर डाउनलोड गर्न सकिन्छ। हस्त साथीहरू, ध्यान दिनुहोस्, परीक्षाको दिन एडमिट कार्ड लिन नबिर्सनुहोस् किनभने एडमिट कार्ड बिना तपाईलाई परीक्षा दिन दिँदैन। तपाईले एडमिट कार्डको साथै तपाईसँग कुनै एक परिचय पत्र पनि अनिवार्य राख्नुहोला। यदि भिडियो उपयोगी लाग्यो भने लाइक र शेयर गर्नुहोस्। यस्तै जानकारीमूलक भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको नोटिफिकेसन बेललाई अलमा दबाउनुहोस्। मेरो च्यानललाई फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपमा पनि फलो गर्नुहोस्। आजलाई बिदा दिनुहोस्। हस्त धन्यवाद।